हजुर यहाँ प्रत्यक्ष देख्न सक्नुहुन्छ यो नेपालको गोवा भन्ने ठाउँमा म आइसकेको छु। यो गोवाबाट हजुरहरूलाई स्वागत गर्न चाहे। यो नेपालको गोवा चाहिँ बडाक्षेत्र नगरपालिका अन्तर्गत चक्रहट्टीको यो बोराबादमा पर्छ र यो गोवामा अझ यति शनिबार यति मान्छे हुनुहुन्छ, यसरी बाल टाँगेर यसरी मान्छेहरू। यो धरानको भानुचोक भन्दा चाहिँ कयौँ गुणा धेर मान्छेहरू यहाँ देखिन्छ। नेपालको भानुचोकको त्रिपल मान्छेहरू यहाँ देखिन्छ। यो नेपालको गोवा भन्ने ठाउँ। यो घर त अब के भन्नु, यति छ यस्तो झुपडी। यो बम्बईमा एउटा झुपडपट्टी भन्ने एरिया छ, त्योभन्दा पनि धेरै रहेछ झुपडपट्टीहरू। तर यो सबै होटलहरू हो, बस्न खानको लागि हो। र यहाँ चाहिँ बोटहरू पनि धेरै देखिन्छ। बोटको कुरै नगर्नुहोस्, यहाँ यी जहीँ हेर्नुहोस् बोट, जहीँ हेर्नुहोस् मान्छे 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 मान्छे। यसरी चाहिँ यो गाडी पनि कुद्दो रहेछ, त्यस्तो गाडी यो। र यसरी नेपालकै अहिले प्रख्यात रूपमा चाहिँ यसलाई हामीले चिन्न सक्छौँ, बोराबादलाई। र यहाँ चाहिँ आउने पर्यटकहरू चाहिँ प्राय इन्डियाबाट र नेपालका अधिकांश जिल्लाबाट चाहिँ आइराख्नु भएको छ। र हामी नजिककाहरू त आउँछौँ, धेरै टाढाका पर्यटकहरू पनि आएर इन्जोय लिइराख्नु भएको देख्न सकिन्छ। र आज हामी शनिबारको दिन मेरो साथी र म पनि यस ठाउँमा आएको छु। र यस्तो देखिन्छ है सौर्य, पानीमा यस्तो सौर्य देखिन्छ। र यहाँ पारी दुईवटा तिनवटा चारवटा नाउ, पाँचवटा नाउ, सिप यतापट्टि 6-7वटा सिप कुदिरहेको हामी देख्न सक्छौँ। र तपाईँहरू पनि आउन सक्नुहुन्छ, इन्जोय लिन सक्नुहुन्छ। यहाँ छेउमा एउटा नाउ लागिरहेछ, मान्छेहरू चढिराख्नु भएको देख्न सकिन्छ नाउमा। र हामी पनि पहिले जमानामा त यो नाउमा धेरैपल्ट ओहोरदोहोर गरेको। यो कोसी चाहिँ हजुरहरू चाइनाको लासा सहरबाट आएको एउटा नदी पनि यो यसमा भेट्न सक्नुहुन्छ हजुरहरूले। र यो नदीको नाम के हो हजुरहरू कमेन्टमा भन्न सक्नुहुन्छ। चीनको लासा सहरबाट यहाँ यो नदीमा मिसिएको छ त्यो पानी, त्यो नदीको नाम के हो हजुरहरूले एकपल्ट इनबक्समा कमेन्ट गर्नुहोला। र यो चाहिँ अब नेपालकै 7वटा नदी मिलेर बनेको सप्तकोशी र हाम्रो 7 समुद्र भन्दा केही फरक पर्दैन। यति राम्रो, यति स्वच्छ निलो पानी हामी देख्न सक्छौँ। र आजलाई यति नै, अर्को भिडियोमा समावेश गर्नेछु। कोही यता नाच्दै कोही उता रमाइलो गर्दै इन्जोय गर्दै हामी गरेको देख्न सकिन्छ। अब मान्छे मात्रै छ, कयौँ गुणा, यहाँ त लाखौँ मान्छे होला यो साइड र त्यो साइड। गाडीहरू नि लाखौँभन्दा बेसी देखिन्छ। र आजलाई यो भिडियो यहीसम्म, धन्यवाद।